ल फाइनली हामी चाहिँ घुम्न आइसकेर पनि अब फर्किने अवस्था धेरै अग्लो हाइटमा हो। मालिङ्गो हेर्नु होला, यो मालिङ्गो यो मैले समाएको पनि मालिङ्गो नै हो। ल जाउँ है भाइ। लट्टी बोक्नु हो र ल लानु घरसम्म। हजुर ए घरसम्म एउटा कस्तो चिसो हिउँ पर्छ र भाइ। अनि पानी हिउँ पर्दैन होला, हिउँ पऱ्यो भने मजा हुन्छ। त्यो त आउँदैन होला आज अब त। पाथिबाट त देख्दैन कता पऱ्यो, उतातिर रहेछ। आमाम तापले त्यति तल देख्यो। लास्ट फाइनली अब चाहिँ हामी बागथला डाँडाको यो फलैचा एकदम अब यहाँको घुमेर अब हामी चाहिँ फर्किँदैछौँ। ल जाउँ भाइ, जाउँ। अब अगाडि हिँड्नु, भिडियो कहाँसम्म तलतिरसम्म बनाउने हो। बाई होइन त, पुरा यहाँ त पार्टी खाने छ नि। यो डाँडाबाट यसो जाउँ न। बागथला डाँडाबाट है यो चाहिँ हजुरहरू एकदम बागथला डाँडामाथि अब सिजनमा हो भने चाहिँ हिउँ एकदमै धेरै पर्ने ठाउँ हो यो। अब अहिले अफ सिजन छ, लगभग चैत 6 गते 7 गते होला। ल अब लास्ट हामी चाहिँ फाइनल्ली अब यहाँ पनि घुमिसकेर अब हामी फर्किन लागेको छौँ। ल जाउँ भाइ, लाग्नु ल। हिउँ कति बाक्लो हुन्थ्यो नि यहाँ त। हिउँ झर्ने ठाउँमा सुतिन्छ बरु। एकचोटि चिसो चाहिँ चिसै छ है। हिउँ परे पनि हुने नि, अब हिउँ पर्ने सिजन छैन, खोइ त होला पर्दैन होला।